नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो न्यू च्यानलमा। आज म चाहिँ भुन्टी दिदीको कुरा गर्दैछु, आशा खड्का। मलाई चाहिँ भुन्टी सिरियल लास्टै मन पर्छ र भुन्टी सिरियलमा चाहिँ आज पहिलो पटक भन्दा चाहिँ उसको चाहिँ पहिला माग्न आएको केटाले उहाँलाई चाहिँ मन पराउने रहेछन्। भुन्टी दिदीले कुटेर भगाएको थियो नि त अगाडि, अनि भगाउँदाखेरि चाहिँ ऊ चाहिँ गइहाल्यो। अनि चाहिँ ऊ चाहिँ मास्टर रहेछन् पढाउने। अब चाहिँ मलाई के लाग्छ भने चाहिँ भुन्टी दिदीको बिहे त्यही केटासँग होस् भन्ने लाग्छ। म चाहिँ अर्को स्त्री न्युज मलाई चाहिँ अर्को जस्तै स्याडमा मलाई चाहिँ कुरा गर्न आउँदैन, बट हामी सबै रमाइलो गर्ने होइन, सबै साथीहरू मिलेर रमाइलो गरेर अगाडि बढ्नुपर्छ। र भुन्टी सिरियल मलाई एकदमै मन पर्छ, अनि कान्छी पनि। त्यही भएर चाहिँ मैले चाहिँ आफ्नो यो मनमा लागेको कुरा भन्न आएको। तर भूपेन्द्र दादा चाहिँ म फिटिक्क पनि मन पराउँदैन, किनभने अगाडि मन पर्थ्यो र भुन्टी दिदीलाई दुःख दिँदाखेरि मलाई यति पनि मन पर्दैन। भन्दा चाहिँ भुन्टी दिदीको नयाँ त्यो आएको मान्छेसँग विवाह होस् भन्ने कसको इच्छा र चाहना छ सबैले कमेन्ट गरिदिनु होला र अनि सब्स्क्राइब पनि गरिदिनु होला। थ्याङ्क यू मेरो यति कुरा सुनिदिनु भएकोमा। थ्याङ्क यू सबैजनालाई। हस् त, बाई बाई।